हेलो अनि नमस्ते गाइज यतिखेर म युट्युबको यो मेरो फर्स्ट ब्लग हो। सो स्वागत छ मेरो उत्पल थापा युट्युब च्यानलमा सबै साथीहरूलाई। यो चाहिँ हाम्रो राइसर हामी चाहिँ अब यसो घुम्न भनेर निस्किँदैछौँ होइन राइसर कति भयो आउनुभएको? भर्खर मेरो 1 महिना भयो हजुर। ओ 1 महिना भयो है। अनि कस्तो लागिरहेको छ हजुरलाई? रमाइलो छ, राम्रै छ। राम्रै छ। सबैजना आउनुहोस् होला भन्न चाहन्छु। सबैजना हामी चाहिँ यतिखेर युरोपमा छ। युरोपको स्पेसल क्रुज सिटीको पनि टुर्दामा छौँ हामी। ग्याङ यतिखेर आइरहेको हो साथीहरू। यो चाहिँ हाम्रो स्पेसल ग्याङ हो। हाम्रो राइटर चाहिँ कमेडियन पनि है। उहाँ चाहिँ कमेडियन खतरा गर्नुहुन्छ, सोचिराख्नुहुन्छ। काम चाहिँ कस्तो छ राइटर? काम एकदम राम्रो छ। ओटी के छ? ओटी राम्रै छ। ओटी पनि चलिरहेको अब युरोप त भन्ने के अरे होइन, युरोपै रहेछ। युरोप होइन तपाईँको एक्सपिरियन्स बल्ल 1 महिना भइसक्यो अरे होइन? अब बिस्तारै बिस्तारै बढ्दैछ। बिस्तारै दिन बढ्दै जान्छ। हामी चाहिँ 3 दिन छुट्टी छ। 3 दिन छुट्टी मतलब अब 3 दिन होइन, Saturday. 3 days। 3 डेज चाहिँ हाम्रो अफ छ है। स्याटरडे सन्डे मन्डे। स्याटरडे र सन्डे चाहिँ हाम्रो आफ्नै छुट्टी होइन, विकली छुट्टी, विकेन्ड छुट्टी होइन। त्यसपछि अनि मन्डे चाहिँ स्पेसल यो हाम्रो युरोपको रोमानियन नेसनल डे भनेर भनिन्छ है। त्यसको छुट्टी गरेर हाम्रो चाहिँ 3 दिन छुट्टीमा चाहिँ हामी बाहिर घुम्न निस्केको स्पेसल हाम्रो ग्याङ साथीहरूसँग। राइट सर, हजुरलाई यहाँको क्लाइमेट छ नि, यो युरोपको क्लाइमेट र नेपालको क्लाइमेट मौसममा चाहिँ कतिको फरक लाग्यो हजुरलाई? अहिले यो युरोपको क्लाइमेट अहिले कस्तो छ त? यहाँको अहिले चिसै छ। चिसो जस्तो पो लाग्छ मलाई। तर मिल्दोजुल्दै छ। कस्तो भने नेपालको क्लाइमेटमा चाहिँ लगभग मङ्सिर पुस माघ होइन, 3 महिना चाहिँ भयङ्कर जाडो हुने। यहाँ चाहिँ एकदम छिटै जाडो हुन्छ अनि लङ टाइमसम्म जस्तो मार्चसम्म। यहाँ चाहिँ मार्चसम्म जाडो हुने रहेछ। अब स्पेसल क्रिसमस आउँदैछ, सो सबैलाई अब क्रिसमसको अग्रिम होइन शुभकामना। प्लस युरोप आउँदाखेरि चाहिँ एकदम सोचेर बुझेर मात्रै होइन, त्यसमा आउनु होला, कदम चाल्नु होला, काम के हो कस्तो हो होइन, त्यो बुझेर मात्रै आउनु होला साथीहरू। ल हेर्नुहोस् यहाँको खोला। यो खोला तपाईँलाई कस्तो लाग्यो? यो कुन गर्न मिल्छ अरे? हाँस पनि रहेछ स्पेसल फिसिङ गर्छ नि मान्छे। राइट सर, धन्न यहाँबाट 4-5 मिनटको बाटोबाट चाहिँ हामी होइन पसल केही सामानहरू लिन पऱ्यो भने हामी चाहिँ नजिकै छ। यो हामी चाहिँ यतिखेर मार्केट आइपुग्यौँ, एकदम नजिकै छ। ल आज चाहिँ यो सपिङ कार्ड पनि बनाएर आयो है हाम्रो राजकुमार सरले। स्पेसल यो पेनीबाट सपिङ गरेर यो स्पेसल यो कार्ड पनि बनाउनु भयो, मैले पनि बनाएँ है। हामी दुईजनाले चाहिँ डिस्काउन्ट कार्ड बनायौँ। अब यो हरेक एभ्री हाइपर मार्केटहरूमा प्राइस यो फेसिलिटी हुने गर्छ। डाउनलोड गर्नु, एप डाउनलोड, तपाईँको एसएमएस मोबाइलमा एसएमएस आइरहेको छ। ओके, अनि त्यसपछि तपाईँलाई थाहा हुन्छ। ओके। सपिङ गरेको खै पेनीको सपिङ यो पछाडिको यो पछाडि देखिराख्नु भएको छ, त्यहाँबाट चाहिँ हामी सपिङ गरेर यतिखेर राजकुमार सर यता हामी चाहिँ आज त तपाईँले टन्नै गर्नुभयो क्या सपिङ त? एप्पल है। यो कार्ड चाहिँ बनाएर आइयो त्यो हामी चाहिँ सपिङ गरेर फर्क्यौँ न। किन लगाउनु भयो त? ह्यान्डसम हिरो मान्छे झन् यस्तो भागेर कहाँ हुन्छ सर यार तपाईँ यार। दिस इज कल्ड युरोपियन कन्ट्री रोमानी है। राजकुमार सरको सबैभन्दा धेरै सपिङ भएको छ।
ल हेर्नु। सपिङ यस्तै छ एकजना उता पछाडिबाट आउँदैछ, पछाडिबाट बिजी छ एकजना, फेरि बिजी छ। ल यो फर्स्ट भ्लग होइन युरोपको हाम्रो राजकुमार सरलाई लिएँ मैले। उहाँले आज कार बनाउनु भयो, पेनीको स्पेसल फर्स्ट एक्सपिरियन्स हो नि त। या होइन ज्ञानु सरले त पहिल्यै बनाइसक्नु भएको रहेछ। ज्ञानु सर एकदमै मान्छे चाहिँ एकदम जेन्टलम्यान हुनुहुन्छ है। पोखरादेखि आउनुभएको स्पेसल अलिकति बिजनेसम्यान। पछाडिबाट एकजना भाइ चाहिँ साह्रै बिजी। यतिखेर चाहिँ हामी बाटो क्रस गरिसक्यो, जेब्रा क्रसबाट। यहाँको स्पेसल राम्रो कुरा भनेको चाहिँ जस्तो हामी बाटो क्रस गर्ने बेलामा जेब्रा क्रसमा चाहिँ बसहरू चाहिँ होइन राम्रोसँग रोकेर उनीहरूले पहिल्यै धेरै यो जेब्रा क्रस हुन धेरै पछाडि दुरीमै उनीहरूले रोक्छन्। रोकेपछि हामीले जाने सङ्केत दिन्छ अनि हामी पार गर्छौँ। एकदम राम्रो डिसिप्लिन, एकदम राम्रो।